एका बिहानै फेरि यहाँ हिजो जलेको ठाउँमा फेरि आगो लाग्न थालिसकेपछि तपाईले देख्न सक्नुहुन्छ आगोको झुल्को सुरु भइसकेपछि यतिखेर फेरि काठमाडौँ महानगरपालिकाको हिजो फुटाइएको दमकल आएको छ। जलेको घरमा फेरि आगो लागेको छ। दर्शकबिन चोक चोकमा सेनाहरू खटाइएको छ। जुन रणमैदान बनेको यो तिनकुनेको दृश्य देखाइरहेका छौँ। सेनाहरूको गाडी अहिले पनि तैनात छ सुरक्षाको निम्ति। दमकल आएको छ आगो निभाउन फेरि पनि दमकल यहाँ आगो लागेको छ। अझै पनि आगो लागिरहेको छ। दमकल निभाउन आइरहेको छ। महानगरको टिम खटिराख्नु भएको छ। उता इमारत सडकबाट हेरेर आइरहेको छ। बालेन शाह र रवि लामिछाने जस्तो मान्छे एउटा राष्ट्रपति प्रधानमन्त्री र राजा हुनुपर्छ। तपाईहरुको कमान्डरको कुरै गर्नु भएन दुर्गा प्रसादजीको तपाईले बालेन र रवि खोज्नुभयो। जन्दै मर्या खाने खाए हाम्रो दाजुभाइहरुले खाए अझ कति खान तयार छौँ हामी। म त तयार छु अहिले आएर हान्छ भने म तयार छु देशको लागि है। फेरि यो माफियाहरूको लागि होइन देशको लागि म तयार छु। अब पनि मर्न तयार छौँ हामी। जेसुकै अवस्था आओस् राजा आओस् हैन भनिराख्नु भएको छ उहाँले। तर तपाईहरु साधारण जनता हैन साधारण जनतालाई जो आए पनि हामीलाई ज्ञान सुख शान्ति होस् काम गरेर खान पाइयोस्। हैन यसमा रातभरि टियर हामी पनि छेउमा घर हो। रातभरि यसको ग्यासले हामीलाई पोल्युसन त भइकर भयो नि। अब बाटोमा सरकारी गाडी आगो लागेको छ त्यसको धुवाले पनि भइकर भएको छ त। सक्नु भएको छैन नेपाली जनताहरु। छैन। दर्शकबिन हामी यतिखेर तिनकुनेमा छौँ। तपाईले वरिपरि नेपाली सेना देख्न सक्नुहुन्छ। हिजो जलेको घरमा फेरि दमकल आएको छ। आगो लागिसकेपछि एका बिहानै हिजोको रापले गर्दाखेरि फेरि आगो सल्किएको थियो र देख्न सक्नुहुन्छ कर्फ्यूको बेला पनि यतिखेर धेरै नेपाली जनताहरू हिजो रणमैदान बनेको यो क्षेत्र के छ भनेर अवलोकन गर्न आउनु भएको छ। हिजो जलिरहेको त्यही घरमा हाम्रो पत्रकार मित्रले पनि जल्नु परेको थियो। धेरै युवाहरूले गोली खानु परेको थियो। धेरै सुरक्षाकर्मी साथीहरू घाइते हुनुभएको छ। अहिले नेपाल प्रहरी सशस्त्र प्रहरीको भने आन्दोलनमा हुमिनु भएको व्यक्तित्वहरू पनि घाइते हुनुभएको छ। धेरै कार्यालयहरू तोडफोड भएको छ र अहिले तिनकुनेको अवस्था धेरैले हेर्न खोजेको भिडियो लिएर हामी उपस्थित भइसकेका छौँ र धेरै ठाउँमा सेनाहरू परिचालन गरिरहेको छ। नगर प्रहरीको टिम अहिले सरसफाइमा बिहानै जुट्नु भएको छ। हिजो भर्खरै राति मेयर बालेन शाहले पनि 2 बजे 1:30 देखि 2 बजेको बिचमा एउटा स्ट्याटस लेख्नु भएको छ। बारुको यो अवस्था बारुको यो कुराले हाम्रो नानी बाबुहरूले के सिक्ने भनेर भन्नुभएको छ। धेरै नेपालीहरू हिजो सुत्न सक्नु भएको छैन। हिजोको जुन घटनाले गर्दाखेरि जुन 62, 63, 46 को झल्को दिने खालको यो एउटा घटना भयो भनिराख्नु भएको छ। यहाँ आउनुभएको व्यक्तित्वहरू हिजोको यो जुन अवस्था देखिराख्दाखेरि र अहिलेको अवस्था देखिराख्दाखेरि के भन्नुहुन्छ उहाँहरूसँग प्रतिक्रिया लिनेछौँ। यो भिडियो सक्दो सेयर गरेर सम्पूर्ण माझ पुर्याइदिनु होला। यहाँ चाहिँ के छ यहाँ कसरी काम भइरहेको छ दमकलले के गरिरहेको छ सरसफाइ टिम कसरी खटिराख्नु भएको छ। यहाँ कर्फ्यू भइराख्दाखेरि यहाँ आउनुभएका जनताहरू के भन्नुहुन्छ विशेष गरी उहाँहरूसँग कुराकानी गर्नेछौँ। हामीसँगै निरन्तर जोडिराख्नु होला। हामीसँग भिडियो हेर्दै जानु होला र तपाईँको मनमा लागेको कुरा पनि तल कमेन्ट बक्समा व्यक्त गर्दै जानु होला। फेरि काठमाडौँ महानगरपालिकाको हिजो फुटाइएको दमकल आएको छ। यतापट्टि सरसफाइ गर्नको लागि गुमर लगाइएको छ। बिहानैदेखि ड्युटी आवरभन्दा अगाडिदेखि नै मेयर साहब हिजो रातभरि सुत्नु भएको छैन। बालेन शाहज्यूले हिजो स्ट्याटस लेख्नु भएको छ। बाहारुले